ちょっとこれは美味しいですがちょっと辛くないबबाल अब बबाल ओके सम्झीいただきます दा बनाएर कति महिनापछि सम्झियो खाएर 5-6 महिनापछि 5-6 महिनापछि है ल राख्यो ल त क्वाप्पै क्वाप्पै यता देखाउनु न क्वाप्पै बबाल सब पछौ पानी कहाँ डुब्यो त यार त्यो डुबिरहेको छु अब यसरी हामी केही खाने बेलामा गीत बजिरहेको रहेछ स्वर्ग जानुपर्छ त्यस्तो खानालाई हाम्रो रुममा आउँदा हुन्छ यसरी अब क्वाप्पा हान्ने कि ओइसी हुनुको नि एउटा सीमा हुन्छ नि भाइ यार बबाल क्या बबाल सम्झे मिठो छ गाई ज्यादरी पानीपुरी हो पानीपुरी आज जापान आएको लगभग 6-7 महिनापछि पहिला नै एकचोटि खाएको थियो पर्थक होइन नि फेरि पानीपुरी पानीपुरी टक्क चोम्नी तर कम्ती अचार चाहिँ मासुको भए भए मिठो हुन्थ्यो क्या बबाल मिठो छ यार पानीपुरी मिठो छ क्या मिठो छ लास्टै मिठो छ के गर्नु त खानै पर्यो बनाइहाल्यो नखाम भन्दा नि खाएको है ल हेरिरहनु न एकछिन म खाँदै गर्छु मिठो छ क्या मिठो छ लास्टै मिठो छ के गर्नु त खानै पर्यो बनाइहाल्यो नखाम भन्दा नि खाएको है ल हेरिरहनु न एकछिन म खाँदै गर्छु कति आनन्द भएको अरू गर्मी हो क्या पसिना एसी चालु हो चा गर्न सागर खाने बेला यो चाहिँ हर्कको डायलग हो यो हर्क होइन अर्को साङपाङ म चाहिँ फेरि बोमजन हो उहाँ चाहिँ फेरि साम्पाङ हो उहाँ त खतरा लिडरसिप हो नि त नेपालको हुनेवाला लिडरसिप हो तर बवाल छ क्या उहाँलाई चाहिँ जसरी नै एकचोटि बनाउनै पर्ने हुन्छ हामीले साथी हो अब सहयोग चाहिँ गर्नुपर्छ है उहाँलाई लिडर चाहिँ बनाउनै पर्छ साथी हो खमै खम ल्याम्की ल्याम खाएको है साथी हो मिठो छ साथी हो खमै खम ल्याम्की ल्याम खाएको है साथी हो मिठो छ आज कति 6-7 महिना धेरै भएको थियो क्या चरपटे चाहिँ नेपाली पसलतिर यसो कहिलेकाहीँ जाँदा खाइरहेको हुन्थ्यो तर पानीपुरी चाहिँ अब त्यस्तो खाँदैन पानीपुरी बनाएको थियो यार झोलै चुयो क्या साथीहरू खाएको ल आज पानीपुरी बनाएको थियो यार झोलै चुयो क्या साथीहरू खाएको ल ओ झोल चुयो साथी
झोल त चुइदो पो रहेछ साथीहरू यार। मिठो छ है साथी, मिठो छ मिठो छ। ल सामने चेस चेस यस ल साथी फाइनली सकायो एक थाल। अब उठ्नुपर्छ। त्यही हो आजको चाहिँ भ्लग यही हो गाइज। अब के भन्छ भ्लग बनाउनु निस्किएन। आज भ्लग यही हो, खाने भ्लग हो अब त। यो चाहिँ नफुलेको क्या। अब के भन्नु, अब यो ल्याएर धेरै भएको थियो। अब आज मौका मिल्यो, आजै टप्काएको। डेट गयो क्यारे फुलेन यो चाहिँ। मिठो छ त्यही भने। ल साथी हो, आजको लागि चाहिँ भिडियो अब यति नै। अब भोलि नै आउँछ भिडियो। अब राइड भ्लग आउँछ भोलि चाहिँ छोटो आउँछ, छोटो। अब टाइम मिल्दैन त्यही भएर छोटो छोटो भ्लग आउँछ। हेर्दै गरिदिनु होला, यसो सपोर्ट पनि गरिदिनु है गाइज। अब सपोर्ट चाहिँ ठिकै छ, आजसम्मको लागि सपोर्ट ठिकै छ। त्यस्तो धेरै भिडियो त हालेको छैन, त्यही पनि हुन्छ। बिस्तारै सपोर्ट गर्नु। भ्युज त त्यस्तो खासै आउँदैन, 100-200 भ्युज आउँछ अहिलेको लागि, ठिक छ। अब 200 जनाले मलाई देखाएर रहेछ नि त, कमसे कम त्यति भए नि पुग्छ मलाई। बाल छैन, ठिकै छ यतिको। ठिक छ गाई, ठिक छ। यस्तै गरी नै हेर्दै गरिदिनु होला। म भिडियो हाल्दै गर्छु।